Once in a while I dream. Once in a while I think of you. I reminisce on. आज बिहानको रातिदेखि नै पानी सिमसिम 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 सिम गरिरहेछ पुरा पानी परिरहेछ अहिले चाहिँ हल्का पर्दैछ के गर्दैछ के भयो कराएको कराइ छ त हेर्नु के भयो त माथि आएर कराउँदैछ त यही धेरै कराउने चाहिँ आनन्दले बस्छ अरे 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 ए अरे मेरो हात खान्छस् यहाँ आई यस्तो खान्छ तिमीहरू ल लु कसले ल्याइदियो हेर त के भयो छ त घाँस यत्रै किन कराउँछौ तिमीहरू ल ल हल्ला नगरी खाऊ हल्ला नगरी आजको मौसम चाहिँ यस्तो अल्छी लाग्दो भएको छ सिम सिम पानी परिरहेछ अल्छी लाग्दो क्या यस्तो छ क्या मौसम पुरा पानी छैन तिमीहरूसँग ल खान्छौ तिमीहरू के पानी खाने हो बिस्तारै खा बिस्तारै यसलाई पानी पनि ल्याइदिन्छु ल म पानी खाने ल ल पानी नखाने अरे तिर्खा होला भनेर गरेको त यिनीहरू त खाँदिन भन्छ कि हो छ त घाँस अलिअलि त किन करायो यिनीहरू ल खाऊ न खाऊ जो क्या मलाई करा गर्छ पानी खाने होला भनेर खोइ दिएको त मुखै लाउँदैन त तिमीहरू खाँदै गर म पनि अब खाजा बनाएर खान्छु खाजा बनाएर खाने गाडी यहाँ छ यसलाई अहिले अलिकति मर्मत छ अहिले गर्नुपर्छ ल तर यो भन्दा पनि सुरुमा सर्ट खोलौँ होला गर्मी भयो अब चाहिँ लाउँ होला
ल तात्तिसक्यो यो यसको काम सकियो अब यसलाई माझिदिइहालौँ न अब हामी लाउँछौँ टमाटर प्याज लसुन यो लसुन चाहिँ अलिक सजिलो हुन्छ किन ठुल्ठुलो हुन्छ नि त बास्ना त त्यस्तो राम्रो आउँदैन मिठो त्यस्तो सानो जस्तो त आउँदैन तर पनि यति गरेर पनि सकिहाल्यो 2टा 3टा लगाएपछि पुगिहाल्यो ल मसला पनि रेडी मेरो मसला चाहिँ यति मात्रै हुन्छ है लसुन टमाटर प्याज बास लसुन अनि नुन प्याकेटको मसला युज गर्दैन केही नलाई भुट्ने सुरुमा चाहिँ त्यसकै तेलमा भुट्ने मसला लाउने ट्याक्क मसला गन्ध आउँछ नि ल थोरै बढाइदिउँ मसला रेडी छ यहाँ ल यो चाहिँ तेल फ्यालेको मैले म तेल निस्केको तेल चाहिँ म सबै फ्यालिदिन्छु अब चाहिँ लाउने हो बेसार अलिकति पड्काउने मसला अनि यहाँबाट लाउने हो अहिलेको सब्जी पाक्न लाग्यो एउटा अमिलो टिपेर ल्याऊँ ल यहाँनिर छ यति धेरै छ फलेको यही टिप्दिउँ यो टिप्दिउँ होला यो पनि पाकेको त छैन जस्तो छ पाकेको चाहिँ अलिक पर जस्तो छ यो पाकेको रहेछ क्या यो हेरौँ ल यो चाहिँ पाकेको छ कि पहेँलो छ नि त ल यस्तो छ चट्टा मेवा पनि फल्दैछ यहाँ 2टा बोट भएको छ मुनि पनि छ है मेवा बोट यस्तो छ ल यसलाई मारिदिउँ म खाएको चाहिँ देखाउँदिनँ काटिदिउँ यसरी अब खाजा खाने खाजा खाइसक्यो अब स्कुटर अलिकति बनाउनु पर्ने छ त्यो फिल्टरको त्यो साइडमा त के भन्छ वासर अस्ति लगाइदिएन क्या ग्यारेजमा अनि लाउनु सकेन होला त्यही भएर उसले लगाइदिएन पर्दैन भन्नु अनि मैले पनि ल भने अनि अब यहीँ म घरमा लाउनु ट्राई गर्छु सक्छु कि सक्दिनँ यहाँ छ रेन्ज चाहिँ
यति भयो भने खुल्छ त्यो म गाडी लिएर आउँछु यहाँ कहाँ पुगेर कान्छ यतिकोमा राख्दा हुन्छ होला हौ यसको वासर चाहिँ कहाँ छ त यहाँ रहेछ यसको सेप नै बिग्रिसक्यो क्या हो त यो है त यस्तो हुन्छ वासर चाहिँ लाउन सकिन्छ सकिँदैन यस्तो छ वासर खोलौँ पहिले यो भित्र हुन्छ अनि यसको यस्तो साइडमा लाग्छ क्या त्यो चाहिँ यस्तो साइडमा लाग्छ वासर चाहिँ यो खोल्नुपर्छ यो अनि यो अनि यहाँ छ एउटा यहाँ छ अनि यहाँ भित्र छ एउटा अनि यहाँ मुनि छ दुईटा एउटा दुईटा तिनवटा चारवटा पाँचवटा छवटा तर मच्छरले मार्ने रहेछ टोकेर आम्मा मच्छर यस्तो छ फिल्टर चाहिँ यस्तो हुन्छ है यसलाई यसरी लगाइदिउँ ल यसरी अनि यो यहाँनिर बस्छ क्या यहाँनिर कुद्छ यहाँनिर यसरी अब यहाँ पुगेकै थिएन क्या यति अहिले यहाँ बाहिर निस्क्यो क्या यता उब्रेर किनभने मैले तन्काएँ नि त अलिकति लामो धेरै तन्काएछ क्या अब यो बस्छ कि बस्दैन त यति लामो भयो यसलाई यति लामो यो सबै ठिक छ अब यो बस्नलाई चाहिँ टाइम लाग्छ होला किनभने तन्केपछि लाबर बस्नलाई ए भएन लामो भयो यसलाई निकालिदेऊ ए अब यत्तिकै मच्छरले मार ल रेडी काम भएन ल फेरि राखौँ अब यहाँ यता पनि ल ठिक छ